मान्छे धेरै बाठो भएपछि यस्तै हुन्छ। सो हाई एभ्रीवान, स्वागत छ मेरो मिनी भ्लगमा। म चाहिँ बिहानको 6 बजे आजभोलि एकदमै छिटो उठ्छु। मलाई पानी पिउन मन लाग्दैन तर जबरजस्ती पिउँछु किनभने मेरो शरीरमा पानीको कमी भइसकेको छ। अनि 1 हप्ता जति हुन थाल्यो आजभोलि त चिया पनि म पिउन थालेकी छु। पहिला मन पर्थेन तर आजभोलि मन पर्न थालेको छ। अनि आज म बनाउन जाँदैछु बेठीको सागको अचार। तपाईहरुले खानु भएको छ कि छैन साथीहरु? कस्तो हुन्छ? मैले चाहिँ खाना चाहिँ खाछु तर आफैले बनाएको छैन, फर्स्ट टाइम बनाउन जाँदैछु। हेल्दी खाना बनाउँछु भनेर सोचेको थिएँ। दिमाग धेरै भएपछि तातो तेल प्लास्टिकको भाँडोमा झैया हाल्दिए। अब यसलाई हेल्दी भन्नु कि अनहेल्दी भन्नु? मनले एकदमै भनिरहेको थियो अब यो अनहेल्दी भइसक्यो, यो खाना हुन्न, तर दिमागले भनिरहेको थियो खेर जान्छ, बरु खाइदिन्छु एक दिनलाई केही पनि हुँदैन भनेर। सो खाएँ ल साथीहरु, मिठो छ। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला।